अर्जुन यादव नमस्कार हजुर। नमस्ते। यो आज चाहिँ सूर्यपुरामा जुन चाहिँ यहाँ प्रहरी चौकीमा छलफल भयो, यो विषयमा के छ तपाईँको चाहिँ के भएको हो? आज खास म भनेको एक्चुअल मिटर ब्याज पीडित हो। मेरो नाम अर्जुन यादव, गैँडवा गाउँपालिका वडा नम्बर 7 ऐसावल गाउँ। अनि म लगायत अरू पनि पीडित चाहिँ अब मिटर ब्याजीहरू आएर खेतमा हामी कब्जा गर्छौँ, यताउता गर्छौँ दुनियादारी भन्दाखेरि हामीले इलाका प्रहरी कार्यालय सूर्यपुरामा गएर छलफल गरौँ न त भन्दाखेरि त्यही क्रममा अब मैले चाहिँ अब पीडित भएर चाहिँ यो हाम्रो नागरिक बचाउ अभियान या बैंक तथा वित्तीय पीडित संस्थाका अध्यक्षजीहरू र सदस्यजीहरू अन्य पनि आउनुभयो र यसमा चाहिँ धेरै सहयोग गर्नुभयो उहाँहरूले। त्यही अनुसार चाहिँ अब वार्ता चाहिँ अब सकारात्मक किसिमले चलिरहेछ। त्यही अनुसार हामी जाँदैछौँ र यो पैसा कति लिनुभयो तपाईँले? पैसा त मैले उहाँहरूसँग 20 लाख लिएको थिएँ। 20 लाख लिएर फेरि मैले पुनः 23-24 लाख उहाँहरूकै आफन्तको खातामा चाहिँ पठाइदिएको थिएँ। अब पठाउँदाखेरि बाहिर जस्तो वार्तामा आएको 40 लाख रुपियाँ तपाईँको खातामा राख्यो, हजुर, त्यसपछि तपाईँले 20 लाख रुपियाँ त्यसबाट लिनुभयो र बाँकी भएको 20 लाख रुपियाँ तपाईँले फिर्ता गर्नुभएको? उहाँको आफ्नै भतिज पछि हामीलाई त 40 लाखकै ब्याजसम्म ब्याज चाहिन्छ भनेर चाहिँ घरमा आएर धाकधम्की दुनियादारी गर्दाखेरि यसमा दुईटै संस्था, राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियान र बैंक तथा वित्तीय संस्था समन्वय समिति जुन चाहिँ छ, यो दुईटा संस्थाले गरेको क्रियाकलापमा तपाईँलाई जुन चाहिँ अहिले सपोर्ट गरेको छ, तपाईँलाई सहयोग गरेको छ, यसमा तपाईँको भन्नु केही छ? उहाँहरूले चाहिँ अब पीडितको पक्षमा आवाज उठाउँदै आइराख्नु भएको छ र हाम्रो रूपन्देही जिल्ला लगायत अन्य जिल्लामा पनि मैले धेरै देखिरहेको छु। मिटर ब्याज पीडित, बैंक वित्तीय पीडितहरूको घर खेत लिलाम गरी ताखा गरी आफ्नो नाममा गराएर धाक धम्की दिएर गुन्डा पालेर दुनियादारी गरेर जुन अब एक किसिमको चाहिँ यिनीहरूले भ्रष्टाचार गरिरहेछ हैन। अब भ्रष्टाचार विरुद्ध यो संस्था आएर चाहिँ हामी सबैलाई मिटर ब्याज पीडित या बैंक पीडितलाई राम्रो सहयोग गरेछ र गर्नेछ भन्ने अपेक्षा छ। अब यो मिटर ब्याज जुन चाहिँ छ, यो सामाजिक विकृति नै हो कि? सामाजिक विकृति नै हो। किन जस्तो तपाईँ जस्तो पढालेखा व्यक्तिहरू अहिले चाहिँ मिटर ब्याजको चपेटमा पर्नु भएको छ भने तपाईँ पढालेखा नभएका हैन, जो कम पढालेखा छन्, जो पढेका छैनन्, तिनीहरू पनि यो मिटर ब्याजमा चाहिँ फसेका छन् त? के छ तपाईँको कुरा? तपाईँले मैले धेरै जसो देखिरहेको छु। अब जिल्ला प्रशासन कार्यालयहरूमा पनि तिनीहरूको चाहिँ मिटर ब्याजका विरुद्ध कैयौँ उजुरीहरू परिरहेछ। यसमा पनि अब जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले पनि राम्रोसँग यथार्थ बुझेर के कसो हो, पीडित कसरी मरिरहेछन्, 1 रुपियाँ लिएर 10 रुपियाँको ब्याज तमसुक लिखत कागजहरू गराएर जुन किसिमले यिनीहरूलाई पिल्साइएको छ। जस्तो तपाईँले अहिले आएर यो तपाईँको मुद्दाको विषयमा अदालतमा पनि जानुभएको रहेछ, जिल्ला प्रशासन पनि जानुभएको रहेछ होइन, अन्य जग्गामा पनि जानुभएको रहेछ। अब यो के अदालतले तपाईँलाई न्याय दिएन त? अदालतले मलाई न्याय दिएन। किन न्याय दिएन त? के कारणले तपाईँले अदालतले चाहिँ लिखत मसँग 40 लाखको गराए अनि त्यही लिखत अनुसार चाहिँ मुद्दा हाल्दाखेरि अब मलाई न अदालतले बोलायो, एकचोटि तारिक पर्चा दियो, न त साक्षी बक गर्यो, न त मैले अब प्रमाणहरू जुन पेश गर्थेँ त्यो पेश गर्ने मौका पाएन। लिखित पनि तपाईँको 40 लाख के छ तपाईँको चाहिँ? 40 लाख मेरो खातामा हालेछन्। खातामा हालेको? कुनै तपाईँको पेपर बनाएका छन्? तिनीहरूले बनाएको छैन। खाताको राखेको कारणले तपाईँलाई अप्ठ्यारो भयो भन्ने कुरा आयो। तर त्यसमध्येको 20 लाख रुपियाँ हुनुले लगिसके र बाँकी रहेको 20 लाख रुपियाँ तपाईँले उपभोग गर्नुभएको, त्यसको ब्याज पनि तपाईँले तिर्नु भएको छ होइन। र अहिले कति जग्गा हो तपाईँको चाहिँ? 14 कट्ठा 3 धुर जग्गा। अहिले तत्काल कति पर्छ? यसको भ्यालुएसन कति होला? तत्कालै लगभग 80 लाख रुपियाँ जति। 80 लाख रुपियाँको जग्गा गाउँघरमा चलेको भाउ अनुसार 80 लाख रुपियाँ जति त्यो जग्गाको पर्छ। हजुर। अब म अन्तिम आइसक्यो। आन्दोलन तपाईँले थाहा पाउनु भएको छ। अब आउँदैछ आन्दोलन दुर्गा प्रसाईको नेतृत्वमा राष्ट्रिय धर्म संस्कृति लगायत अब यो बैंक तथा वित्तीय संस्था पनि अहिले चाहिँ समन्वय समिति पनि अहिले चाहिँ एकबद्धता जनाउँदै हुनुहुन्छ उहाँहरूले पनि। र अब यो कार्तिक र मङ्सिरको बिचमा ठुलो आन्दोलन हुँदैछ, यस विषयमा तपाईँलाई जानकारी छ? यही सम्बन्धित सबै तपाईँहरूको विषयवस्तु, आम भूमिमासीको विषयवस्तुलाई लिएर चाहिँ आन्दोलन हुँदैछ, तपाईँलाई के थाहा छ यसमा? मलाई यथार्थ आन्दोलनको बारेमा थाहा थिएन। आज साथीहरू आए, हामी यो विषयमा गहन चाहिँ अब आन्दोलन गर्दैछौँ होइन। यसमा चाहिँ अब सबैजना उठेर यो आन्दोलनको पीडितहरूको आन्दोलनको साथ दिउँ, डटेर साथ दिउँ र हामी चाहिँ अब न्याय पाऊँ। अब तपाईँ र तपाईँका साथीहरू लगायत तपाईँका आफन्तहरू सबैलाई होइन, तपाईँले यो आन्दोलनमा सहभागी हुनको लागि आह्वान गर्नुहुन्छ? एकदम म त गर्छु। किनभने यो जुन पीडितहरू छन्, पीडितको पक्षमा लडिदिन चाहिँ कोही पनि भएन। अब हाम्रो एउटा
तपाईँहरूको जुन संस्था छ यो संस्था अब भित्रैदेखि आत्मैदेखि लागेर जुन लडिरहेछ त्यसमा चाहिँ हाम्रो साथ र समर्थन रहनेछ। धन्यवाद हजुरलाई।